म त जहिले पनि खाम भने कि चिसै मात्रै खानु मन यो सुरुमा खाम होला सिलाइ सबै चाउचाउमा गएर लै अहिले हामी दुईजना त हल्लिँदा आयो नै ठिक्क हुने रहेछ तर यार कालै आउनु भने खाइ ल जान्छु ल खाइ ल कस्तो भयो चाउचाउ त ला अक्रक्क मुखबाङको चाउचाउ जति क्या लागेन लागेको छ अन्डा ठाउँ खानु त ठिक छ लागेन ठिक छ लागेन भने थाहा तपाईँलाई त्यो मिठो भएछ प्रश्न त होइन तर हो भने ट्राई गरेको जस्तो हुन्छ नि यहाँ खायो भने टेस्ट कमाउँछ नि जगमा पकाएको चाउचाउ नि भक्कै खाइयो या तर होस्टेलमा अब त अन्तिम हो होस्टेलको अब त कोठामा बनाएर जस्तो मन लाग्यो त्यस्तो खान पाइन्छ अब जे भने त्यही खान पाउँछ भनेर बसियो 5 मिठै महिना भयो नि 5 महिना होस्टेल पनि कम्प्लिटै भयो 8 त आएको थिएन 1 महिना बिरामी हुँदा त मैले बस्नु सक्छु जस्तो लागेको छैन हौ इम्युन तपाईँलाई कस्तो लाग्यो गेन गरिहाल्यो मजै लाग्यो होस्टेल बस्नु कस्तो लाग्यो त पहिलोचोटि होस्टेल अनुभव मेरो ठिकै होला खाना मिठो हुन्थ्यो र अलिक अङ्कलहरूको त्यस्तो बेहोरा हुन्थेन भने चाहिँ ठिकै हुन्थ्यो सोचे जस्तो पाउनु भएन होइन तर तपाईँले पहिलादेखि भनिराख्नुहुन्थ्यो नि राम्रो हुँदैन भनेर त्यो चाहिँ त्यो इमेजिन गरेँ त्यो अनुसारले त अझ राम्रो पनि हो तपाईँलाई मैले तपाईँले सुनाएको भन्दा चाहिँ अब होस्टेलतिर ठिकै हो जस्तो लाग्यो मोबाइलहरू पनि पाइँदैन कलेजतिरकोमा त त्यो भन्दा गाह्रो हुन्छ नि त आज हामीले जगमा चाउचाउ लुकी पकाएर खाइहाल्यो नि झन् जे भने चाहिँ खाजा नमिठो भए पनि आफूले खाइ पनि त्यही भएर मलाई त्यस्तो गाह्रो त लागेन खानु मन लागेको कुराहरूमा त्यस्तो बाधा भएन नि त चिसो धेरै खाने चाहिँ म भएँ दिदीहरूले पठाइदिनु हुँदै भयो भने मासुहरू ला दामी पिरो भएछ नि तपाईँको तर आधी मात्रै हालेको त एउटा राति पिरो त छ है कस्तो भने पुरा पिरो खान नसक्ने भयो नि खाने बानी नै मेरो अलग कस्तो चिलाएको हौ मन भयो हौ अहिले हाल्छु त्यो हालेर खाइहाल्यो कति खाना थाल्यो म त यो त तर कमको होला हौ म त 15 नम्बर जर्सीमा गएर मन खाइ छु अन्डा पल्टाइ पठाउँदैछु त्यस बेला हाल्यो भने अब इक्जाम सकेर आउँछु अनि पोस्ट गर्छु अनि एडिट गरेर मिलाउँछु भिडियो अहिले चाहिँ उदय गर्छु ड्राफ्टमा एकलै राखिराख्छु पैसा कमाउने हामी युट्युबबाट युट्युबरले पैसा फर्स्ट टाइम निकाल्नु भयो भने मैले पार्टी खान आउँछु युट्युबबाट निकालेर फेरि अन्डा र चाउचाउ खायो भनेर फर्स्ट युट्युब पैसा त होइन सम्झना हुन्छ नि पछि फर्स्टै त्योमा के गरेको भनेर भन्यो भने पछि लक्ष्मी सिस्टरको इन्टरभ्यू लाग्यो हामीले होस्टेलमा अङ्कलले रिसाउँछ कि भनेर डर लाग्दै तर लिएर खाएको चाउचाउ बनाएर भन्नुलाई कस्तो अनुहार यस्तो बनाएको जस्तो चिलाइरहेको मेरो यो के भयो
राम्रो आएको होस्टेलको यादहरू याद आउँछ नि पछि त साँच्चीकै छोडेर रमाइलो गर्दै बसेँ म त तपाईँसँग भएर होला कम्तै ढुक्क गरी बस्दिनँ छैन अब बानी व्यवहार सबै थाहा छ नि त फरक पर्दैन भन्ने भएर पनि हो म पनि ढुक्क आफ्नै साथी भएपछि फेरि थर्ड पर्सन जो भयो नि खासै फरक पर्दैन नि त अप्ठ्यारो पनि लाग्दैन फेल हुन्छ कि के हो अगाडि गएको जस्तो भयो चटमा नभएको हो हामी आउँछौँ मुखबाङ त सक्दैन रहेछ मुखबाङमा हामी जस्तो मान्छे हामी त खानै सक्दैन हौ मान्छे कसै खान्छ भिडियो नै त्यो काटी काटी बनाउँछ कि उनीहरू होइन नि कन्टिन्यू भिडियो हो त्यो त काटेको त चिनिहाल्छ नि म त अझै तिनवटा टाइम सोचिरहेको थियो खाँदिनँ होला भनेर कहाँ सक्ने रहेछौँ र दुइटै धेर भयो वाइवाईको भाइ त तिनवटा नसक्ने के यो तिनवटा सक्नु कसले लिएको नि त साह्रै मिठो चाइनिजहरू के बनाउनु जान्छ त्यस्तो त मन पर्दैन बेला बेला चाहिँ क्या क्रेभिङ हुन्छ नि पिरो चौक पिरो चौक भन्नु सुरुक्क त्यस्तो लाग्दैन मलाई त पहिला पहिला त डर पो लाग्थ्यो दिनै पनि खानु मन लाग्दैन हाम्रो पिरो खानलाई त करेन्ट भन्ने बित्तिकै करेन्टै लाग्छ मैले सुरुमा खाँदाखेरि अनि मलाई पेटै गडबड गराएको थियो मलाई चाहिँ थाहा थिएन यो चौचौहरू धेरै खालको छ भनेर फर्स्टमा करेन्ट खाएको रहेछु सम्झिँदा अनि ठिकै लाग्यो एकचोटि बेचिकन म 3 मिनटको च्यालेन्ज गरेको म त कोकले कोक नै खाएको त्यो दिन पनि हामी कोकले सर्किएर रेडी गरेर सक्छ मलाई जितेँ भन्ने खायो अहिले हालेर रेजिगाले जित्यो म चाहिँ सर्किएर हतार हतार खाँदाखेरि एउटा एउटा चाउचाउ छिटो छिटै हालेर छिटो छिटो हालेर आफू आफैले एउटा एउटा थालमा च्यालेन्ज गरेको थियौँ क्या दुईजनाले त्यो भिडियो चाहिँ टिकटकमा होला टिकटकमा खासै मन पनि पर्दैन थियो मलाई त पछि पछि त्यो गेमहरू खायो त्यो गेम मन पऱ्यो अनि प्यारो हुन्छ नि प्यारो खाएँ प्यारो मनै परेन फेरि त्यो भएपछि मैले फर्स्ट टाइममा खाँदा नै मन परेन थियो प्यारो मलाई त प्यारो मनै परेन सुरुमै अनि सोचेँ यस्तै हुन्छ टेस्ट भनेर मैले थाहा छैन क्या फरक फरक टेस्ट हुन्छ भनेर पछि पो थाहा भयो आत्मसम्मान पनि गरिदिउँ मासु सर त्यही भएर म काँक्रा छान्दैछु महँगो काँक्रा मान्छेले गफ के गफ खाएको हेर्दा पो खानु मन लागेको होला खानु त उयो मैले कति गम्ती खाइरहेको छु हेर्नु तर खाजा टन्न खाएर मुखबाङ हेऱ्यो भने खानु पनि मन लाग्दैन नि अरू भए पनि टन्न खाइहालेको छ भने हल्का भोक लाग्दैछ भने झन् झन् खानु मन लाग्छ झन् झन् हेरेर झन् झन् खानु मन लाग्छ पढाइ सढाइ गोलीमा इक्जाम सिक्जाम त्यस्तै भयो होस्टेल छोड्ने खुसीमा दुईवटा पढ्नु पनि छोड्नुपर्छ सामान प्याक गर्नुपर्छ भोलि बिहान उठेर सबै गर्छु भनेर म आज बसिरहेको त बिहान त मेरो क्लास पो रहेछ अनलाइन नोटिस पो आएको थियो आज बिहानै म त बिर्सेको म एकछिनमा अहिले मिल्ने जति सबै भरे प्याक गर्छु
1 घन्टामा भइहाल्यो। धेरै त लाग्दैन टाइम त सबै ठाउँमा यहीँ सक्यो कतै ओसार्नु पर्ने खोज्नु पर्ने है हिँड्ने बेलामा राम्रो सामान यति भइहाल्छ मैले भेला पारेको यति छ अझै साबुनको बट्टाहरू बाल्टी त्यो तिन चारवटा बोरा झोला राम्रै हुन्छ मेरो त अलरेडी 4वटा त हुन्छ मलाई थाहा छ 2टा झोला त्यो पछाडि बोक्नु भइहाल्यो होइन लुगा हाल्ने एउटा झोला भइहाल्यो बुकसँग एउटा 4वटा त अलरेडी भइहाल्यो त्यो बाइक पनि हाल्छ हजुर हजुर के भन्नुभयो नागरिकताहरू हामीलाई चाहिँ थाहा यहाँ अलि त भयो त सुको सिक्री एउटा लुकाउनलाई कामै नलाग्ने के लुकाउँछ र कस्तो कालो पारेर सोधेको जस्तो लाग्यो विस्फोट नागरिकता हेर्नु भयो त हेरिन भन्ने अन्नै पनि पछि फेरि त्यो अर्को लिएर खाँदा त मिठो जस्तो लाग्यो पछिको थाहा भयो मसलाले फरक पार्छ भन्ने कुरा त त्यारोमा अर्कै मसला हुन्छ कस्तो मसला पनि खै गनाउँछ हौ त्यो चाहिँ पिरो सिरो भन्दा पनि पुस्स गनाउँछ क्या कस्तो खानै मन नलाग्ने अनि म त बुमी एकचोटि आन्टीले दिँदा त्यत्तिकै फालिदिएँ कस्तो लाग्यो तपाईँ ला भन्दै चाँदैमा पकाउनु त पकाइहालेँ खानै सकेन म जहिले रुपियाँ भएमा त खान्थेँ अनि करेन्ट पनि ठिकै लाग्छ नट ब्याड तर रुपियाँमै हो बेस्ट चाहिँ अरू नयाँ 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 झन् आउँछ नि खानै मन लाग्दैन आफूलाई मन परेको अब लेटमा मम्मी खाइसक्नु है भनेको चम्चा नि झार्दी खानै मन भयो अन्त भयो सक्दैन बाबा तर्पट्टि पनि अब त खानु सक्दिनँ होला म त गमा गरी चाहिँ खायो खायो ल हवाईको खानु नसक्यो टेस्ट गरेर खान्थ्यौँ खानु मन लाग्यो नि त्यो अगाएपछि अनेक बुद्धि आउँछ काँक्रा काँक्रा खानेर यति चाहिँ अब 2टा चौधवटा एकताल चटपटी खानु नसक्ने कत्रो पेट छ भेजा ठुलै छ ठुलो त त्यो उसले गर्यो त्यही भएर खानाहरू दिन्छ नै धेर भयो सक्दैन बाबा सक्दिनँ चाउचाउ राख्नु भयो अब आधी आधी खामै म त भएको म त मेरो भएको भइरहेको बाध्य लगाइदिन्छु काग कराउँदैछ काग लगाइदिनु अनि सबै पो खानु खानु न सक्नुहुन्छ म दिएर खान्छु तपाईँ खानु न मैले त्यति मायाले दिएको खानु त मेरो मायाले एक गाँस भयो चाउचाउ त मैले धेर खाएँ मैले ठिक खाएँ भयो त्यसो भए खाइदिउँ खाएँ ल खानु चाहिँ खायो खुवाउँदै गऱ्यो स्टारमा तपाईँलाई पनि दिन्छु नि अलिकति पेटमा चाहिँ अट्दैन होला
खान थालेको अब। मैले त अघि सुरुबाट खाँदै यति भए पनि खायो। खान्छु जस्तो त लागेको थिएन। मलाई अरू बेला टमाटर त ठिकै लाग्थ्यो, आज खानै मन लागेन किन। मैले पनि खाएन है आज त। त्यो अर्को मसलाले गर्दा। तर सुरुमा चाख्दा त मिठो जस्तो लागेको थियो नि। मिठो भए पनि त कस्तो त्यसले आधा बनाइदिएको भए हामी त्यही खाइरहन्छ नि। भन्नुपर्ने थिएछ क्या मसला चाहिँ केही नलाइदिनु भनेर। हामीले पनि केही भनेन। नुन र खुर्सानी मात्रै हालिदिएको भए नि हुन्थ्यो नि। अन्त खाइसक्यो। मैले यो किन लिएको थाहा पाउनु भयो? थाहा पाइसकेँ मैले किने। लगिन्छ नि त्यतै। मैले सुरुमै थाहा पाएँ। तर कस्तो अहिले आएर कस्तो भयो भन्नु न। मेरो लुगासँग मिल्दैछ ल फाँस उठेर। तपाईँ जबरजस्ती तान्नु भयो, त्यही भएर मैले बुझेँ। त कस्तो राम्रो देखेको हाम्रो लुगा त पुरा नभए पनि। लु अब लास्ट बाइट म त नखाने अब त। यति तपाईँ म त बिरामी पो हुन्छ अब खायो भने त। उपचार गर्ने भए चाहिँ खाउँला। खानु सक्दिनँ त। पैसा जस्तो गर्नु चाहिँ उपचार मेरो आवश्यकतै पर्दैन। स्वास्थ्य कर्मी भएर के गर्नु जब कि जब फुर्सद भएर त्यो खाएपछि। यसरी त्याउमा क्या स्कुलमा अन्त दिदीले स्वास्थ्य शिक्षा दिनु जानुभएको विद्यार्थीहरूलाई खानु हुँदैन भनेर। तपाईँले मिस आफै खानुहुन्छ त अनि भनिदियो अरे त्यस्तै। सिस्टर आफै खानुहुन्छ त अनि हाम्रो सिर्जना दिदीले हाम्रो स्कुलमा भने गरे आएको त्यो गर्नु जाँदा हाम्रो सरले चाहिँ त्यो सिस्टरले त मम्मी जङ्क फुड खानु हुँदैन भन्दै यति चाउचाउ किनेर गयो त भन्दा अहिले भरे अगाडि अब बाई बाई गर्नु नि सिस्टर। बाई बाई छिटो न सक्यो।